It's me Akriti and welcome back to Akriti's vlog. And if you're new to my channel, it's me Akriti from Pokhara, and I have not been posting my video for a long durations due to my own reasons. I'm really sorry for that, but I'll try to post it often. And thank you so much for the support so far, and I hope that you'll continue watching my videos. And what kind of video that you wanted, please do comment down below. And thank you so much for the love so far. And अहिले मैले जुन भिडियो पोस्ट गर्न लागेको यो चाहिँ regarding my birthday, how I celebrated, and these are some glimpses. So I hope that you'll enjoy. यो चाहिँ हामी गुप्तेश्वर केभमा गएको थियौँ जुन चाहिँ छोरेपाटनमा छ अनि जस्ट अपोजिट टु द डेभिड फल। हामीले चाहिँ यहाँ चाहिँ अहिले होइन यहाँ पहिल्यैबाट चाहिँ डिफ्रेन्ट गुड्सहरू सल्सहरू अनि त्यसपछि स्ट्याचुहरू चाहिँ अभाइलेबल थियो, लकेट्सहरू विच इज भेरी फ्यासिनेटिङ, स्मल गिफ्ट्स अरूहरूलाई दिन पनि। वी जस्ट भिजिटेड हियर। अनि त्यसपछि चाहिँ हामी चाहिँ भित्र पनि गयो। अहिले चाहिँ एकदम राम्रो म्यानेजमेन्ट भएको रहेछ, टिकट सिस्टम थियो। स्टुडेन्ट्सहरूलाई चाहिँ थोरै थियो, इफ दे हेभ कार्डहरू भयो भने चाहिँ। अनि एल्डरको चाहिँ त्यही 50 रुपिस थियो क्या हो, अनि चिल्ड्रेनको चाहिँ 35 थियो। अनि एकदम प्रपर म्यानेजमेन्ट थियो। अनि वाउ, मलाई चाहिँ यहाँको चाहिँ सबै यो हिँड्ने वे नै पाथवेमा नै एकदम राम्रो थियो, जताततै स्ट्याचुहरू थियो, त्यो चाहिँ एकदम फ्यासिनेटिङ लाग्थ्यो। यहाँको यस्तो छ वे, अनि वी आर एट द केभ। Be careful, eh? I love this. And everyone wish me a birthday. It's my birthday, guys. यता हिँड न, त्यता जाने त्यो साङ्ग्रोमा। I'm with अँध्यारो छ यहाँ त, सबै कालो कालो देख्छ, केही देखे छैन। खाऊ यो त मेरो। हेलो, हामी चाहिँ यहाँ लुक्का बेकरी एन्ड केक्समा आइपुग्यौँ हाम्रो केक विजिट गर्न। त्यसपछि हामी जान्छौँ। वेयर आर वी गोइङ? कस्तो होला एक्सपेक्टेसन राखेको? अनि मेरो बर्थडे भएको रिजनले चाहिँ हामी चाहिँ बादशाह एन्ड वृद्धाश्रम जाने भनेको थियौँ टुटुङ्गामा। अनि यो चाहिँ त्यहाँको एम्बियन्स हो, एकदमै राम्रो इन्भाइरोमेन्ट थियो। उतापट्टि चाहिँ खेत पनि थियो। अनि यो चाहिँ मैले त्यतिखेरकै क्लिप्सहरू चाहिँ क्याप्चर गरेको। त्यसमा चाहिँ 18जना चाहिँ बुवा आमाहरू चाहिँ हुनुहुँदो रहेछ। अनि मैले चाहिँ वाइ नट फर द गुड कज उहाँहरूसँगै सेलिब्रेट गर्न मन लागेर चाहिँ आई सेलिब्रेटेड दिस बर्थडे विथ देम। लुक एट देयर स्माइल्स भन्दा नि मेरो स्माइल अझै म एकदमै ह्याप्पी थिएँ। Happy. थोरै लगाएछौँ क्या उसैले।
आमाले खानु नि यता दे यता आउँछ नि खानु नै यहाँ यहाँ धेरै छैन This is same day evening celebration ka लागि. Happy birthday to you. नभन्ने हामीले उसो भन्नु के स्पुन रात हल्लेको हेरेको भिडियो फोन हो त्यो एउटा चोराउनु ल झिके ल्याइदिउ उ त्यो बास्केट ल्याऊ क्या के ल्याइदिउ के गरम चोरौँ राम्रै छैन यो दिमागमा राम्रो छैन चोर्ने मात्रै ग्याम्लिङ को छ ग्रुपमा त्यस्तो पर्सन भन्ने के ग्रुपमा आफै ग्याम्लिङ गरिन्छ हिजो हामी आछौँ एकदम राम्रो आएको परम सुन्दरी आएको पहिला बर्थडे चारवटा लिएर यस्तो गरेर ल म खुवाउँछु ल बुढो मान्छेलाई लानु खाइदिनु मलाई तिमीहरू वास्तवमा तिमीहरू बुढो हो तिमीहरूको उमेरमा आई फाउन्ड समवन मैले आई वाज अलरेडी बच्चा पाइसकेको थिएँ ठुलो एक्सिडेन्टमा बाहिर गइसकेको थिएँ आई मेक सम मनी पनि तिमीहरू नेपालले प्यारो तिमीहरू नेपाल प्यारो ल ह्याप्पी रिटर्न शब्द अब तिमीले के चाहेको छ त्यो पुरा होस् होइन मेनिफेस्ट गरेको कुराहरू केही चाहेन मैले यहाँ त छिरे कुरा मात्र बड्डो त बढाउने अनि त्यहाँ कन्टेन्ट अब हामीले के अस्ति के मार्गरिटा पिज्जा खाएको थियौँ है के खाएको थियौँ है मार्गरिटा खाएको अन्त यहाँ त मार्गरिटामा सस हुन्छ कि टोमाटो हुँदैन के लेट्स ट्राई के हाल्छ म त केही हाल्दैन म त हाल्छु लगाएको Okay, I can pull this off. Look how review do. Good wasn't on the face of me. Pasta. Guru ko na base kasko pasta sisya. गुरुको त पसिहाल्छ नि ल यस्तो नै हो सिक्ने सिकाएको मैले अहिले यस्तो प्रो भएकै उसको रिजल्टले ल हेर यहाँ कसरी भनेर देख्यौ कस्तो राम्रो स्किल मसली स्ट्रेन्थ हुनपर्छ जिम जान्छ ऊ एभ्री टाइम यो हान्छौ यसले स्टिक चुज गर्न पर्छ खै यो देऊ त हेलो ल हेर सब गाइजहरू हेर तिमीहरूले देख्यौ गयो किन त्यस्तो एक्सप्रेसन दिएको त्यो त कमन हो नि हाम्रो लागि यस्तो त अघि यहाँ पसिहाल्यो अघि यहाँ अब देख्दा ल ल ल हेर्नु यहाँ ढुक्क पस्छ यो गुरुले छोए छुन हो त्यो बिचबाट जाने कस्तो हो कला ल हेर यो बिच एङ्गल मिलाएर अनि बिचमा यो त्यो देखाउन खोजेको अघि उसले आना यो त मैले सिका हाँस गरेको
म हो है गुरु गुरु चाहिँ म हो गुरुजी ऊ चाहिँ चेला चेला हो ऊ चाहिँ के भयो यहाँ